हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। इट्स मी फुल ब्लग्स है। आज पनि हामी नयाँ भ्लग लिएर आइसकेको छौँ। भिडियो हेर्नुभन्दा पहिला लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु हुन पनि अनुरोध गर्दछु। हामी आदि बाटोमा पुग्यौँ होइन। यस्तो यहाँ अब जङ्गल अब होइन, जङ्गली के हेर्ने हो गाइस है। यस्तो रमाइलो छ। नारायण पुग्यौँ भाइ। नारायण हैमल नारायण पुग्यौँ भाइ गाइस। अहिले सुन घरमा नि मान्छेको भिड गाइस, भिड। जाममा पऱ्यौँ गाइस। तिनवटा बसको जाममा पऱ्यौँ भाइ गाइस। यस्तै हो है आजको। अलिपछि किन हामी क्लिप हाल्छौँ है। यो चाहिँ बिहानको क्लिप। अब दिउँसोको क्लिप आउँछ, बनाउनु पर्दैन गाइस। हाम्रो प्रोफेसनल राइडर भएपछि हामीलाई स्मार्ट रहेन गाइस। हाम्रो प्रोफेसनल राइडर भएपछि हामीलाई स्मार्ट रहेन गाइस। मामा मेरो मामा कति प्यारो छ गाइस। हामी पुग्यौँ निस्केको छौँ हामी काली मन्दिर। फाइनली हामी पुगिसकेको छौँ। गाइस उता हामीलाई भ्लगै बनाउनु दिएन नि मान्छेहरूले हालेर हामी नारायण फर्केर आएपछि अब नारायणमा हामी निस्केको छौँ। छिमेर अब ओहो माछाहरू हेर्नु त गाइस। माछाहरू त मा कसम के हो यो। हामी चाहिँ अब यहाँबाट फर्किँदैछौँ। यो अब सर्टहरू एउटा खिचिसक्यो है। दामी अब हेरेर रमाइलो गरिदिनु होला। ल हामी चाहिँ यहाँबाट फर्केको गाइस। अब डाइरेक्ट गाइस अहिले चाहिँ हामी जान लागेको है। हामी चाहिँ अहिले हात्तीबन guys, way to Hatibon है। Mustangमा
चितवन पुग्यौँ। अब ग्रिनलेटमा अब उकालो सकिन्छ अनि हामी कन्ट्याक्ट चितवनको भ्यू बबाल छन् फेरि एनएस दोषको एनएस त हायाबुसा हो रहेछ। यहाँ चाहिँ अब अस्ति जङ्गल बनायो है रोड बनायो अहिले क्या हिँड्नुसम्म बनाएको थियो है जङ्गल हालो हेर्नु त जङ्गलको सब बनायो यत्रो सब पाकिस्तान बनाएको अहिले सबै बलियो हाम्रो त अहिले आधी घन्टा हिँडेपछि अलि थाकिसकेको छौँ। यस्तो राम्रो राम्रो ठाउँमा होइन बस्न गइरहेको छौँ। एकदमै गाह्रो गाइज हिँड्न पनि बाइकबाट हिँडिरहेको होइन बसौँ है कुराकानी गरौँला। यो अब टेबल चाहिँ हाम्रो 25 लाख जानु भइहाल्यो। यो भन्दा महँगो मेरो सुज होइन गाई चाहिँ मेरो चाहिँ एउटा रियल कहानी सुनाउँदैछु म। अलि जोक टाइपको पनि छ है। हाँस्नु मन दिन चाहिँ म पोखरी किनारा साइडतिर गइरहेको थिएँ अनि त्यहाँ चाहिँ एउटा अब चिन्ने अङ्कल चाहिँ बोट चलाएर आइरहेको थियो क्या होइन बोट चलाएर आइरहेको थियो अनि अलिकति म त्यही हेर्दै अलिकति अगाडि गएको थिएँ अनि बस्ने ठाउँ आयो भ्यू हेरी बस्ने ठाउँ टक्क लाएर बसेँ। साइडमा एउटा अङ्कल चाहिँ हगिरहेको रहेछ क्या त्यो हगिरहेको हेरेर म खट्रै त्यहाँ बसेर हाँसिरहेको थिएँ क्या होइन पेटै ढुङ्गी गरेर हाँसिरहेको थिएँ। अनि डुङ्गा चलाउने अङ्कलले चाहिँ डुङ्गा सर भनेर भनिरहेको थियो अनि त्यो हग्ने मान्छेलाई चाहिँ चाखमा सिस्नोले पोलेर खट्रै रिस उठ्यो होइन त। अनि त्यो हग्ने मान्छेलाई चाहिँ म हगिरहेको छु हल्ला नगर दिन्छ। जब चाहिँ हामी जाँदैछौँ तल गएर एउटा भिडियो खिचेर अब चट ल्याएर घर चलिहालौँ है त गाइस। यो चाहिँ हामी के हर्पिङ भाइरल फुडमा होइन यस्तो अब घुम्न आइरहेको रमाइलो छ गाइस घुम्न आउँदा हुन्छ सबजना खट्रै रमाइलो छ होइन त्यस्तै हो है। अब नयाँ नेक्स्ट नयाँ भिडियोहरू पनि लिएर आइरहेको हुन्छ हामी है त्यस्तै हो हेरेर माया गरिदिनु होला है त्यही भएर गाइस आजको भ्लग चाहिँ हामी यहीँ समाप्त गर्दैछौँ। चार्जै सक्यो मोबाइलको 1% बाँकी छ है गाइस त्यही भएर सक्यो है ल गाइस। अब नेक्स्ट भ्लग आउँछ बिस्तारै होइन ल गाइस सी यू।